एकै झड्कामा राजनीतिक नियुक्ति पाएका 1594 पदमुक्त। एउटै अध्यादेशले गयो 1594 को पद राजीनामा दिन नमान्नेलाई कानुनको डण्डा। बालनको एक्सन, एक साथ दर्जनौं कानुन संशोधन। अब के हुन्छ? अब हुनेछ योग्यता र क्षमताको आधारमा नियुक्ति। सरकारले गत साता 7वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्दा धेरैको चासो दुईवटा अध्यादेशमा थियो। एउटा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र अर्को सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश। राष्ट्रपतिले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशले भने तरङ्ग सिर्जना गरेको छ। यसरी तरङ्ग सिर्जना हुनुको एउटा कारण हो, एउटै अध्यादेशले कम्तीमा 1594 जना पदमुक्त भएका छन्। फागुन 21 को चुनावी नतिजा आएसँगै राष्ट्रपाले राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकै थियो। सरकारले पनि अप्रत्यक्ष रूपमा राजीनामा दिन भनेकै थियो। तर विगतमा केपी ओली, शेरबहादुर देउबा र पुष्पकमल दाहाल प्रचण्डको कालमा नियुक्ति पाएका पदाधिकारीहरूले ठाउँ नछाडेपछि सरकारले यो अध्यादेश ल्याएको हो। सरकारले भनेको छ प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले यो अध्यादेश ल्याइएको हो। यो अध्यादेश जारी भएपछि अब कसको पद जान्छ त त्यो हेरौँ। यो अध्यादेश जारी भएपछि नेपाल वायु सेवा निगम ऐन 2019 बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धक सहित 7 पदाधिकारी पदमुक्त हुनेछन्। राष्ट्रिय समाचार समिति ऐन 2019 अन्तर्गतको 2 जना सञ्चालक र गोरखापत्र संस्थान ऐन 2019 बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी 3 जनाको पद रिक्त हुनेछ। चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन 2026 अन्तर्गत चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी 3 जना तथा सञ्चार संस्था ऐन 2028 बमोजिम नियुक्त अध्यक्ष र सञ्चालक गरी 2 जना पदमुक्त हुनेछन्। प्रेस काउन्सिल ऐन 2048 बमोजिम मनोनित अध्यक्ष र सदस्यहरू गरी 10 जना तथा श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी 6 जनाको पद जानेछ। दूरसञ्चार ऐन 2053 बमोजिम नियुक्त प्राधिकरणका अध्यक्ष र सदस्य गरी 5 जना तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन 2053 बमोजिमका 4 जना सदस्यहरू पदमुक्त हुनेछन्। विद्युतीय कारोबार ऐन 2063 बमोजिम सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणका 6 जना पदाधिकारी तथा सूचना हक सम्बन्धी ऐन 2064 अन्तर्गतका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी 3 जनाको पद रिक्त हुनेछ। विज्ञापन ऐन 2076 बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी 6 जना, सुरक्षण मुद्रण सम्बन्धी ऐन 2081 अन्तर्गत नियुक्त 3 जना र सार्वजनिक सेवा प्रसारण ऐन 2081 बमोजिमका अध्यक्ष र सदस्य गरी 15 जना पदाधिकारीहरू पदमुक्त हुनेछन्। यही अध्यादेशको कारण शिक्षा ऐन 2028 अन्तर्गतका विभिन्न समिति र शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्य गरी 23 जना पदमुक्त हुनेछन् भने नेपाल संस्कृत विश्वविद्यालय ऐन 2043 बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारी सहित 28 जना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन 2045 अन्तर्गत 17 जना पदाधिकारीको पद रिक्त हुनेछ। राष्ट्रिय युवा परिषद ऐन 2072 अन्तर्गत नियुक्त 34 जना पदाधिकारी पदमुक्त हुनेछन्। काठमाडौँ विश्वविद्यालय ऐन 2048 बमोजिम नियुक्त उपकुलपति र कुल सचिव लगायत 25 जना तथा त्रिभुवन विश्वविद्यालय ऐन 2049 बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारी सहित 84 जना पदाधिकारीहरू पदमुक्त हुनेछन्। विश्वविद्यालय अनुदान आयोग ऐन 2050 बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी 8 जना तथा पूर्वाञ्चल विश्वविद्यालय ऐन 2050 अन्तर्गत नियुक्त उपकुलपति र कुल सचिव लगायत 69 जना पदाधिकारीको पद जानेछ। पोखरा विश्वविद्यालय ऐन 2053 बमोजिम नियुक्त उपकुलपति र शैक्षिक प्रमुख सहित 50 जना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन 2063 बमोजिम नियुक्त उपकुलपति र कुल सचिव लगायत 44 जना पदमुक्त हुनेछन्। सुदूरपश्चिम विश्वविद्यालय ऐन 2067 अन्तर्गत नियुक्त 27 जना र मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन 2067 बमोजिम नियुक्त 26 जना पदाधिकारीको पद रिक्त हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन 2067 अन्तर्गत नियुक्त 22 जना, नेपाल खुल्ला विश्वविद्यालय ऐन 2073 बमोजिम नियुक्त 24 जना, राजर्षि जनक विश्वविद्यालय ऐन 2074 अन्तर्गत नियुक्त 39 जना र मदन भण्डारी विश्वविद्यालय ऐन 2079 बमोजिम नियुक्त 24 जना पदाधिकारीहरू पदमुक्त हुनेछन्। आयुर्वेद चिकित्सा परिषद ऐन 2045 बमोजिम नियुक्त कुल सचिव र सदस्य गरी 6 जना तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन 2047 बमोजिमका 9 जना पदाधिकारी पदमुक्त हुनेछन्। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद ऐन 2079 अन्तर्गत नियुक्त 5 जनालाई पनि यही अध्यादेशले हटाइदिएको छ। त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2049 अन्तर्गत नियुक्त उपकुलपति लगायत 15 जना तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 बमोजिमका 5 जना सदस्यको पद रिक्त हुनेछ। नेपाल नर्सिङ परिषद ऐन 2052 अन्तर्गत नियुक्त 8 जना र नेपाल स्वास्थ्य व्यवसाय परिषद ऐन 2053 बमोजिम नियुक्त 5 जना पदाधिकारीहरू पदमुक्त हुनेछन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन 2053 अन्तर्गत नियुक्त 10 जना र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन 2057 बमोजिम नियुक्त 8 जनाको पद जानेछ। नेपाल फार्मेसी परिषद ऐन 2057 अन्तर्गत नियुक्त
7 जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन 2063 बमोजिम नियुक्त 22 जना पदाधिकारीको पद मुक्त हुनेछन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2064 अन्तर्गत नियुक्त 33 जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2068 बमोजिम नियुक्त 34 जना पदाधिकारीको पद रिक्त हुँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2072 अन्तर्गत नियुक्त 31 जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन 2074 बमोजिम नियुक्त 31 जना पदाधिकारीहरू पदमुक्त हुनेछन्। स्वास्थ्य बीमा ऐन 2074 अन्तर्गत नियुक्त 7 जना र जनस्वास्थ्य ऐन 2075 बमोजिम नियुक्त 6 जना सदस्यको पद जानेछ। नेपाल मेडिकल काउन्सिल ऐन 2075 अन्तर्गत नियुक्त 8 जना र राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 बमोजिम नियुक्त 16 जना पदाधिकारी पदमुक्त हुनेछन्। विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ऐन 2079 अन्तर्गत नियुक्त 42 जना र शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 बमोजिम नियुक्त 29 जना पदाधिकारीहरूको पद रिक्त हुनेछ। नेपाल विद्युत प्राधिकरण ऐन 2041 बमोजिम नियुक्त कार्यकारी निर्देशक र सदस्य गरी 6 जना तथा काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन 2045 अन्तर्गत नियुक्त 4 जना पदाधिकारी पदमुक्त हुँदा नेपाल खानेपानी संस्थान ऐन 2046 बमोजिम नियुक्त 6 जना र नगर विकास कोष ऐन 2053 अन्तर्गत नियुक्त 6 जना पदाधिकारीको पद जानेछ। सडक बोर्ड ऐन 2058 बमोजिम नियुक्त 4 जना, विद्युत नियमन आयोग ऐन 2074 अन्तर्गत नियुक्त 5 जना र नेपाल रेलवे ऐन 2079 बमोजिम नियुक्त रेलवे प्रशासक र सदस्य गरी 5 जना पदाधिकारीहरू पदमुक्त हुँदैछन्। वित्तीय क्षेत्रतर्फ कर्मचारी सञ्चय कोष ऐन 2019 बमोजिम नियुक्त 8 जना र नागरिक लगानी कोष ऐन 2047 अन्तर्गत नियुक्त 3 जनाको पद रिक्त हुने भएको छ। नेपाल चार्टर अकाउन्टेन्ट ऐन 2053 बमोजिमका 15 जना र औद्योगिक व्यावसायिक विकास प्रतिष्ठान ऐन 2053 अन्तर्गत नियुक्त 5 जना पदाधिकारी पदमुक्त हुनेछन्। अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन 2054 बमोजिम नियुक्त 3 जना र धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गत नियुक्त 1 जना सदस्यको पद जाने भएको छ। प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन 2063 बमोजिम नियुक्त 6 जना र सार्वजनिक खरिद ऐन 2063 अन्तर्गत पुनरावलोकन समितिका 3 जना पदाधिकारी पदमुक्त हुनेछन्। निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन 2073 बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत र सदस्य गरी 3 जना र विशेष आर्थिक क्षेत्र ऐन 2073 अन्तर्गत नियुक्त 1 जनाको पद रिक्त हुने भएको छ। सहकारी ऐन 2074 बमोजिम नियुक्त 8 जना र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन 2075 अन्तर्गत नियुक्त 4 जना पदाधिकारी पदमुक्त हुनेछन्। औद्योगिक व्यवसाय ऐन 2076 बमोजिम नियुक्त 2 जना, बीमा ऐन 2079 अन्तर्गत नियुक्त 2 जना र प्रतायन ऐन 2079 बमोजिम नियुक्त 6 जना पदाधिकारीहरूको पद जानेछ। बेउभिजन ऐन 2045 अन्तर्गतका 8 जना सदस्य र नेपाल कृषि अनुसन्धान परिषद ऐन 2048 बमोजिम नियुक्त 9 जना पदाधिकारीको पद रिक्त हुनेछ। राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन 2048 अन्तर्गत नियुक्त 7 जना र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन 2049 बमोजिम नियुक्त 7 जनाको पद रिक्त हुनेछ। नेपाल पशु चिकित्सा परिषद ऐन 2055 अन्तर्गत नियुक्त 3 जना र बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन 2064 बमोजिम नियुक्त 5 जना पदाधिकारी पदमुक्त हुनेछन्। जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 अन्तर्गत नियुक्त 6 जना, वातावरण संरक्षण ऐन 2076 बमोजिम नियुक्त 5 जना र खाद्य स्वच्छता र गुणस्तर ऐन 2081 बमोजिम नियुक्त 7 जना पदाधिकारी पनि पदमुक्त हुँदैछन्। प्रज्ञा प्रतिष्ठानतर्फ नेपाली भाषा प्रकाशन संस्थान ऐन 2021 बमोजिम नियुक्त 9 जना र गुठी संस्थान ऐन 2033 अन्तर्गत नियुक्त 10 जनाको पद रिक्त हुँदैछ। लुम्बिनी विकास कोष ऐन 2042 बमोजिम नियुक्त 11 जना र पशुपति क्षेत्र विकास कोष ऐन 2044 अन्तर्गत नियुक्त 9 जना पदाधिकारी पदमुक्त हुँदैछन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 बमोजिम नियुक्त 49 जना र नेपाल स्काउट ऐन 2050 अन्तर्गत नियुक्त 33 जनाको पद जाँदैछ। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद ऐन 2055 बमोजिम नियुक्त 16 जना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 2058 अन्तर्गत नियुक्त 25 जना पदाधिकारी पनि एकसाथ पदमुक्त हुँदैछन्। आदिवासी जनजाति परिषद अन्तर्गत 60 जना मनोनित सदस्यहरू र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ऐन 2064 बमोजिम नियुक्त 33 जनाको पद रिक्त हुँदा नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन 2064 अन्तर्गत नियुक्त 33 जना र नेपाल प्रज्ञा प्रतिष्ठान ऐन 2064 बमोजिम नियुक्त 43 जना पदाधिकारी पदमुक्त हुँदैछन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन 2039 बमोजिम नियुक्त 4 जना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन 2049 अन्तर्गत नियुक्त 1 जनाको पद जानेछ। समाज कल्याण ऐन 2049 बमोजिम नियुक्त 10 जना र नेपाल इन्जिनियरिङ परिषद ऐन 2055 अन्तर्गत नियुक्त 14 जना पदाधिकारी पदमुक्त हुँदैछन्। वैदेशिक रोजगार ऐन 2064 बमोजिम नियुक्त 10 जना र नेपाल ट्रस्ट ऐन 2064 अन्तर्गत नियुक्त 3 जनाको पद रिक्त हुने भएको छ। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 बमोजिमका 5 जना पदाधिकारी पदमुक्त हुने भएका छन्। श्रम ऐन 2074 बमोजिम नियुक्त 10 जना र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074 अन्तर्गत नियुक्त 7 जनाको पद जानेछ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 बमोजिम नियुक्त 4 जना र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 अन्तर्गत नियुक्त 17 जना पदाधिकारी पनि पदमुक्त हुँदैछन्। बहुउपयोगी ऐन 2076 बमोजिम नियुक्त 4 जना, रेडियोधर्मी पदार्थ उपयोग तथा नियमन ऐन 2077 अन्तर्गत नियुक्त 3 जना र राष्ट्रिय खेलकुद विकास ऐन 2077 बमोजिम नियुक्त 27 जना पदाधिकारीहरूको पद पनि रिक्त हुँदैछ। सरकारले एउटै अध्यादेशबाट दर्जनौं कानुन संशोधन गरिदिएको छ। नियुक्ति पाउँदा उल्लेख गरिएको अवधिलाई आधार मानेर पद छाड्न नचाहने र सरकारले बर्खास्त गरिदियो भने पनि अदालतबाट पुनर्बहाली हुने जुन प्रवृत्ति थियो त्यसको ढोका पनि यो अध्यादेशले बन्द गरिदिएको छ। सरकारले भनेको छ रिक्त यी पदहरूमा नयाँ नियुक्ति प्रक्रियामा चाँडै अगाडि बढ्नेछ, तर विगतमा जस्तो राजनीतिक आस्था र आर्थिक प्रभावबाट नयाँ नियुक्ति हुने छैन। राष्ट्रपाले भने चाहिँ योग्यता र क्षमताको आधारमा प्रतिस्पर्धा गराएरै नयाँ पदाधिकारी नियुक्त हुनेछन्। त्यसरी नियुक्त पदाधिकारीले मात्र वास्तवमै मुलुकले चाहे अनुसारको काम गर्न सक्नेछन्।